हेलो गाइज, हजुरहरू सन्चै हुनुहुन्छ? ए हो हजुरहरू सन्चै हुनुहुन्छ? हामी यहाँ पनि सन्चै छौँ। आज चाहिँ बाबुहरूको भिडियो लिएर आएकी छु। के भिडियो लिएर आएकी छु भने हजुरहरूले देखिसक्नुभयो। बाबुहरूले चाहिँ हलुवा खाएको, सुजीको हलुवा खाँदैछ है साथीहरू। सायद बिस्कुटहरूले भन्दा चाहिँ हलुवाहरूले, जाउलोहरूले, मामहरूले चाहिँ राम्रो गर्छ होला कि सोच्दैछु म चाहिँ है। त्यही भएर हलुवा खाँदैछन्। मामुले दिएको चाहिँ खाँदैन कि, आफै खानुपर्छ। आफै कचौरामा दुईटा कचौरामा हालिदियो, आफै खान्छन् है साथीहरू। यस्तै छ साथीहरू। मस्त खाँदैछन्। अनि पुगिसकेपछि चाहिँ एकअर्कालाई दल्छन् है साथीहरू। कस्तो छ साथीहरू बाबुहरूको खुवाई चाहिँ साथीहरू। मस्त मन लागेको बेलामा, भोक लागेको बेलामा मस्त खान्छन्। अरू बेलामा चाहिँ खाँदैनन् साथीहरू। मामा खाइ हुन्थ्यो भने बेलामा चाहिँ खाँदैनन् साथीहरू। बाबु एक त ढुक्क भयो कि आफै खान सक्ने चाहिँ भए। खुसी नै छु। बाबुहरूको चकचक त भइहाल्छ नै। भर्खर 2 वर्षको उमेर त भयो। चकचक त धेरै नै छ, तर ठिकै छ। खुसी नै छु। यसरी खायो भने त चकचक गरेको चाहिँ त्यति लाग्दैन रहेछ। तर खानेकुराहरू खाए, मस्त खायो भने चाहिँ खुसी लाग्दो रहेछ है साथीहरू। हामी आमाहरूलाई चाहिँ खानेकुराहरू खाएनन् भने चाहिँ दिनभरि नै आफूले खाएको जस्तो फिलै नहुने रहेछ है साथीहरू। यस्तै छ। उनीहरूको पेट अगायो भने चाहिँ मस्त आनन्द आउँदो रहेछ है साथीहरू। सबै मामुहरूले यस्तै हुन्छ कि के होला साथीहरू। आज चाहिँ मैले खाएको भिडियो लिएर आएँ। कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। मेरो बाबुहरूलाई धेरै माया गरिदिनु होला है। अर्को भिडियोमा भेटौँला। बाई।